मानव सभ्यतालाई जन्म दिने महान नदीहरूबारेको यस रोचक प्रस्तुतिमा स्वागत छ। सुरु गरौँ है त। के नदीहरू पानी मात्र हुन् त? पक्कै होइनन्। आउनुहोस् हेरौँ कसरी यिनीहरू हाम्रो संस्कृतिका वास्तविक आधार हुन्। हाम्रो यात्रा अफ्रिकाबाट सुरु हुन्छ। अचम्म लाग्न सक्छ, यहाँ एउटा नदीले पुरै उजाड मरुभूमिलाई हराइदियो। हो, त्यो महान नाइल नदी नै हो। यसलाई प्राचीन मिश्र सभ्यताको वास्तविक आमा नै मानिन्छ। अचम्मको कुरा त के भने वर्षै पछि आउने बाढीले ल्याएको उर्वर माटोले नै स्थायी मानव बस्ती बसायो। यही कृषिको विकासले गर्दा नै विश्व प्रसिद्ध पिरामिडहरू र शक्तिशाली फराउहरूको विशाल इतिहास निर्माण हुन सम्भव भयो। प्राचीन मिश्रवासीहरू त यसलाई साक्षात् देवता नै मान्थे। नाइल बिना जीवन सम्भव छैन भन्ने उनीहरूको विश्वास थियो। अब अफ्रिकाबाट हामी दक्षिण एसियातर्फ लागौं। यहाँ अर्को नदीले संसारकै पुरानो र जटिल सहरी योजना बसाल्यो। हजारौं वर्ष अघि बगेको यो सिन्धु नदीले संसारकै सबैभन्दा पुरानो सहरी सभ्यतामध्ये एकलाई जन्म दियो। मोहनजोदारो र हडक्वा जस्ता प्राचीन सहरहरूको उन्नत र व्यवस्थित सहरी योजना यसको एकदमै उत्कृष्ट उदाहरण हुन्। यो नदी पानी मात्र पक्कै थिएन, यो त व्यापार र नयाँ विचार आदान प्रदान गर्ने प्राचीन राजमार्ग नै थियो। ल, अब नेपालको गहिरो आध्यात्मिक जीवन रेखाबारे जान्न हामी हाम्रै विशाल हिमालयतर्फ फर्कौं है। काठमाडौँ हुँदै बग्ने यो बागमती नदी खासमा नेपाली सभ्यता र आध्यात्मिकताको मुटुको धड्कन नै हो। पशुपतिनाथको छेउबाट बग्ने यसले दैनिक धार्मिक अनुष्ठान, सुन्दर आरती र पवित्र चाडपर्वहरूको प्रत्यक्ष साक्षी दिन्छ। तर सबैभन्दा दुःख लाग्दो कुरा, एकातिर यसको गौरवशाली आध्यात्मिक पहिचान छ भने अर्कोतिर आधुनिक प्रदूषणको चरम यथार्थ। हाम्रो साझा इतिहास जोगाउन पनि अव्यवस्थित सहरीकरणबाट यी महत्त्वपूर्ण जलमार्गहरूलाई बचाउनु अब नितान्त आवश्यक भइसक्यो। इजिप्टको मरुभूमिदेखि नेपालसम्म फैलिएका यी नदीहरूलाई हेर्नु भनेको साँचो अर्थमा इतिहास नै बगिरहेको देख्नु हो। अन्त्यमा एउटा प्रश्न, आज हाम्रा यी जीवनरेखाहरूलाई हेर्दा के हाम्रो इतिहास बगिरहेको छ वा सुकिरहेको छ?